हेलो एभ्रिवान, सबैलाई स्वागत छ मेरो यस युट्युब च्यानलमा। आज फेरि म नेप्से एनालिसिस लिएर आइसकेको छु। आज चाहिँ हामी नेप्सेमा देख्न सक्छौँ ह्यामर क्यान्डल बनेको छ। आज चैत्र 9 गते होइन। हिजो मैले जुन एनालिसिस गरेको थिएँ त्यसमा चाहिँ मार्केट चाहिँ 3000सम्म त्यस्तो खासै करेक्सन नआइकन 3000सम्म जाला जस्तो देखेको छ भनेर मैले हिजो भनेको थिएँ। आज फेरि एउटा ह्यामर क्यान्डल बनाएर हल्का मान्छेहरूलाई कन्फ्युज गराएको छ मार्केटले चाहिँ, होइन त। त्योभन्दा अगाडिको दिनमा जुन यो ट्रेन लाइनमा हामी थियौँ होइन, यो ट्रेन लाइनमा चैत्र 5 गते पछाडि चाहिँ मैले अर्का मार्केट साइडवेज जान सक्छ जस्तो मैले अनुमान गरेको थिएँ। तर त्यो नभइकन अर्को हाम्रो चैत्र 8 गतेको दिनमा चाहिँ पुरै बुलिस क्यान्डल बनाएर मार्केट माथितिर ब्रेकआउट दिएको थियो ट्रेन लाइनभन्दा। त्यस पछाडि चाहिँ मलाई लागेको थियो मार्केटमा बुलिस चाहिँ सेन्टिमेन्ट हाबी भइसकेको छ। अब चाहिँ 3000सम्म चाहिँ मार्केट चाहिँ इजिली जान सक्छ भन्ने प्रकारको चाहिँ मेरो एनालिसिस थियो है। र त्यही अनुसार आज चाहिँ ह्यामर क्यान्डल बनेको छ, जसले चाहिँ ट्रेन रिभर्सल पनि भन्छ। टेक्निकल एनालिसिस अनुसार चाहिँ ट्रेन रिभर्सल भएर अब हल्का चाहिँ करेक्सन हुनसक्छ भनेर चाहिँ यो क्यान्डलले भन्छ। लेट सी, हेरौँ होइन। तर स्टिल म चाहिँ 3000सम्ममा त्यस्तो ठुलो करेक्सन आउँदैन भन्ने चाहिँ मलाई चाहिँ लाग्छ। मेरो एनालिसिस अनुसार चाहिँ म चाहिँ 3000सम्ममा चाहिँ त्यस्तो ठुलो करेक्सन आउँदैन जस्तै लाग्छ। आयो भने एक दिनको साइडवेज होला, एक दिनको रेड क्यान्डलै होला, त्यस्तो चाहिँ खासै हुँदैन। हाम्रो यो आइहालेछ भने पनि पहिलाको यो 2800 92 93 एरियाको यो जुन हाम्रो चैत 8 गतेको क्यान्डलको यो चाहिँ ओपनिङ छ होइन, हो त्यो एरियाको चाहिँ हाम्रो चाहिँ सपोर्ट भएर बस्ने गर्छ है। त्यो हुँदाखेरि चाहिँ खासै त्यस्तो डराउनु पर्ने अवस्था छैन। सपोर्ट पनि एकदमै नजिकै छ र हाम्रो टार्गेट पनि अब 30,000 ट्रेडिङको लागि चाहिँ हाम्रो सर्ट टर्म ट्रेडिङको लागि 3000को टार्गेट हो। 3000 पुगेपछि चाहिँ सर्ट टर्ममा चाहिँ हल्का करेक्सन आउला जस्तो चाहिँ देखिन्छ अहिलेको अवस्थामा। भने आज भोल्युमले के भन्छ त? भोल्युम हेर्दाखेरि आज चैत 9 गतेको भोल्युम हेर्दाखेरि हिजोको भोल्युमभन्दा अलिकति कम देखिन्छ। त्यसको मतलब त्यसको चाहिँ हाम्रो पुरै देख्न सक्छौँ क्यान्डल पनि ह्यामर बनिरहेको छ, जसले चाहिँ ह्यामर क्यान्डल अनि भोल्युम पनि कम देखेको छौँ होइन। यसले चाहिँ अब हल्का ट्रेन्ड रिभर्स हुन्छ कि भन्ने खालको चाहिँ सङ्केत गर्छ। त्यही पनि त्यस्तो चाहिँ हाम्रो यहीँ सपोर्ट नजिकै भएको कारणले गर्दाखेरि त्यति ठुलो करेक्सन आउने जस्तो चाहिँ देखिँदैन। हल्का साइडवेज एक दिनको रातो क्यान्डल, त्यही नि थोरै अङ्क मात्रै घट्न सक्ला होइन। तर 3000लाई चाहिँ हान्न माथि जान्छ जस्तो चाहिँ देखिन्छ एनालाइसिस अनुसार। अब बोलिन्जर ब्यान्डबाट हेर्छौँ भने पनि अब माथिल्लो ब्यान्ड पुरै तन्केर माथि माथि जाँदैछ नेप्से होइन, माथि माथि गइरहेको छ। अब हेरौँ भोलिको दिनको चाहिँ एकदमै इन्ट्रेस्टिङ हुनेवाला छ। भोलिको दिनमा चाहिँ कस्तो क्यान्डल बन्छ भनेर। आजको दिनमा चाहिँ ह्यामर बनेको छ, हेरौँ भोलिको क्यान्डलले डिसाइड गर्छ। तर मार्केट त माथि नै जाने हो, यहाँनिर चाहिँ सपोर्ट पनि नजिकै छ। एउटा सानो करेक्सन आउन सक्ने सम्भावना चाहिँ देखाइदियो होइन। सानो करेक्सन भनेको चाहिँ हल्का रातो क्यान्डल अलिअलि त्यस्तै खालको होइन, त्यस्तो चाहिँ आउला जस्तो चाहिँ देखिन्छ यो ह्यामरले होइन। तर त्यति साह्रै डराउनु पर्ने अवस्था भने छैन। अब भोल्युम पनि अलिकति कम आएको कारणले चाहिँ त्यहाँनिर चाहिँ अलिकति भोलिको दिनमा अलिकति त्यस्तो देखिन सक्छ भन्ने हो। नत्र चाहिँ बुलिस सेन्टिमेन्टै हाबी छ मार्केटमा चाहिँ है। अब किनकि क्लोजिङ माथि नै भएको छ हिजोको क्यान्डलको क्लोजिङ भन्दा, त्यसले चाहिँ गुड साइन, त्यो चाहिँ स्टिल अ गुड साइन हो होइन। हिजोको क्यान्डलभन्दा माथि नै क्लोजिङ भयो आज, त्यो भएको कारणले त्यस्तो डराउनु पर्ने चाहिँ केही पनि देखिँदैन मार्केटमा। सर्ट टर्ममा अब ट्रेडिङको लागि 3000को टार्गेट हान्न माथि जाला जस्तै देखिन्छ है त। भोल्युमहरू दिन प्रतिदिन बढ्दै गइदिए अझै राम्रो हुने गर्थ्यो के अरे। तर स्टिल अ गुड, केही त्यस्तो बिग्रेको छैन। लामो यात्रा छ। 3000को लागि चाहिँ हामी त्यस्तो नडराइकन जान्छौँ होला। त्यस्तो डराउनु पर्ने चाहिँ खासै छैन जस्तो लाग्छ है। मजाले हायर हाई बनाउँदै गएको हो, 3000 त हान्छ नै होइन। सो 3000लाई चाहिँ पहिला हाम्रो टार्गेट मानेर अगाडि बढ्न सकिन्छ। कस्तो लागेको त तपाईँहरूलाई? युट्युब च्यानल सब्सक्राइब गर्नु होला। सधैँ मैले यस्तै भिडियोहरू लिएर आउँछु। मेरो के छ त कस्तो छ मलाई लागेको कुराहरू सेयर गर्नेछु यसमा चाहिँ होइन। जुन प्रकारले मैले गरिरहेको पनि छु होइन। अब मार्केट राम्रो हुँदै गएको छ माथितिर। ल हस् त, थ्याङ्क यू सो मच भिडियो हेरिदिनु भएकोमा। सब्सक्राइब गरिदिनु होला है त।